हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ है त। आज चाहिँ म अलैँची बारीतिर आएको छु है। अलैँची आज दिनको कामै यो चाहिँ अलैँचीको बिरुवा हालियो। यस्तो छ, यतापट्टि चाहिँ अलैँची बारी छ हाम्रो। म अलैँची फलेको नि तपाईँलाई मेरो भिडियो मार्फत देखाउनु छु। चाहिँ पाहाडतिर चाहिँ अलैँचीलाई चाहिँ कालो सुन पनि भन्छ है। यस्तो छ, यस्तो छ। यहाँ अलैँची फलिराखेको नि देखाइदिन्छु म है। पुरै अलैँची बारी है। ल यस्तो छ है त अलैँची कसरी फल्छ भन्ने कुरो चाहिँ। ल इस अलैँची यसरी दाना लाग्छ है। फुल फुलेर भर्खर दाना लाग्नु सुरु भइरहेछ। यसरी लाग्छ अलैँचीको दाना। यस्तो छ है त। पछि रोपेको 2 वर्षदेखि 3 वर्षमा बल्ल फल्न थाल्छ है। यसलाई चाहिँ थुङ्गा पनि भन्छ, अलैँचीको थुङ्गा। यस्तो छ, रमाइलो हुन्छ। हाम्रो इलामतिर चाहिँ अलैँचीलाई चाहिँ विशेष बालीको रूपमा लिन्छन् नि त। अहिले आम्दानीको स्रोत भनेकै यही छ। अहिले मुख्य स्रोत चाहिँ यसो सबैतिर अलैँची नै अलैँची छ यता। यस्तो छ साथीहरू, रमाइलो छ है। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट गरिदिनु होला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला है त। यस्तो छ। पुरै अलैँची बारी छ। यतापट्टि फेरि धानबारी छ है त। साथीहरू भिडियो हेर्दै गर्नु होला।